आज छुट्टीको दिन ह्याप्पी होली सबै नेपाली दाजुभाइलाई होइन। मेरो घर चाहिँ उता तल हो। मैले आज छुट्टीको दिन बोर भएर घरमा कोही पनि नभएको, छोरो पनि सुतेर अल्छिला, त्यही भएर चाहिँ यहाँदेखि एक्लै भए पनि यहाँ मेरो भिनाजुको घर छ, त्यहाँ गएर चाहिँ गाई चलाएर कति समय लाग्छ एउटा छोटो भिडियो बनाइरहेको छु म। यस्तो ठाउँ छ हेर्नुहोस्, आनन्दको रिफ्रेस सेन्टर भन्न चाहन्छु म यसलाई। तपाईँहरू पनि होइन तनावमा हुनुहुन्छ, काम गरेर दिक्क हुनुभएको छ भने मलाई सम्झिनु होला ल। एकदम रमाइलो ठाउँ छ, 1-2 घन्टाको मजाको के भन्छ जङ्गल सफारी गर्न पनि सकिन्छ। ग्रुपमा भयो भने झन् रमाइलो हुन्थ्यो, हो कि होइन। म चाहिँ एक्लै हिँडेँ, मलाई चाहिँ यस्तो बेला बेला हिँड्न मन लाग्छ होइन, घरमा बसिरहन्न। सामाजिक सञ्जाल पनि कति चलाउनु होइन, दिक्क लागेर चाहिँ अब म चाहिँ यहाँबाट जाँदैछु। कति समय लाग्छ तपाईँहरूलाई भन्छु है त म। अहिले म ठ्याक्क 8:50 निक्लेको छु यहाँबाट आफ्नै तालमा। पहिलाको ढुङ्गा खानी भन्ने कुरा है, म चाहिँ यो एरियामा भर्खरै आएको हो, 2-3 वर्षको। यो चाहिँ यहाँको स्थानीयले भनेअनुसार पहिलाको ढुङ्गा खानी। म अब यता गइरहेको छु, बाटो राम्रै छ होइन, अलि हाइटमा आइरहेको छु म होइन। एकदम आनन्द पिसफुल छ, शान्त वातावरण छ। चुनाव पनि नजिकिरहेको छ, शान्तिपूर्वकै होस् भन्ने आश राख्दछु। नडराइकन निर्धक्कसँग सही उम्मेदवारलाई भोट दिनु होला भनेर यसमा पनि अलिकति जोड्दै मैले ल। अघि चाहिँ म त्यहाँ जङ्गलको एरियामा थिएँ भने अहिले चाहिँ म यहाँ हाइवेमा। यो चाहिँ हाइवे पनि भित्री हाइवे, यहाँबाट त करिबन 3-4 घन्टा लाग्छ होला जम्मूदेखि पुग्नलाई। आरू सारू मजाले फुलिरहेछ वसन्त ऋतुको आगमनसँगै होइन। यस रमाइलो छ हेर्नुहोस्, हेर्नु त कति मौसम चाहिँ आज अलि सफा रहेनछ। मौसम सफा भएको भए अझै राम्रो दृश्यहरू तपाईँहरूलाई देखाउन सक्थेँ। अनि मौसम चाहिँ अलिक प्रदूषित भएर चाहिँ मौसम सफा भएको अझै राम्रो देखिने रहेछ। पुरै धुवालो छ। यतापट्टि चाहिँ किर्तिपुर छ, यता भैँसीपाटी, अब ललितपुर चौबा डाँडा त्यो भइहाल्यो। मौसम चाहिँ अलिक प्रतिकूल छ आज, तर एकदम आनन्द शान्त वातावरणलाई हेर्नुहोस् कति राम्रो। सिटीको पर घर पनि बनाएर बसेका छन् मान्छेहरूले, यहाँ ठुलो संरचना बन्दैछ। हेर्नुहोस् यहाँ चाहिँ एउटा कटेज खोलेर चाहिँ बिचरा चलेको छैन, कटेज बन्दै अवस्थामा छ। यहाँ नजिकै चाहिँ हाम्रो धार्मिक स्थल पनि छ, जय लम्बोदर गणेश भगवान, जय गणेश भगवान, सबैको रक्षा गर्नुहोस् गणेश भगवान। हेर्नुहोस् एकदम रमणीय ठाउँ छ, हेर्नुहोस् आनन्दको बाटो छ। ऊ तल तपाईँले सायद देख्नुभयो कि भएन होइन, म अलिकति जुम गरेर देखाउन चाहेँ तपाईँलाई। यो चाहिँ हाम्रो टौडा पोखरी है, त्यति माथि छु म। अब तपाईँ आफै विचार गर्नु कति राम्रो ठाउँ छ। खालि सामाजिक सञ्जाल चलाएर घरमै बसेर होइन, यस्तो ठाउँहरू तपाईँहरू मिस गरिरहनु भएको छ। एकचोटि घुम्न चाहिँ आउनै पर्ने ठाउँ हो। त्यो ढुङ्गा रहेछ, त्यो ढुङ्गाले चाहिँ मोटरसाइकल लडाउन सक्ने सम्भावना देखेर मैले लेफ्ट साइड लगाइदिएँ होइन, किनकि ओह्रालो छ, ढुङ्गामा चिप्लेर मान्छे लड्ने सम्भावना हुन्छ। एकदम रमणीय हरियाली छ ल, हेर्नुहोस् त यस्तो राम्रो ठाउँ छ। तपाईँहरू जसले यसरी फोहोर यहाँ ल्याएर डम्पिङ फाल्नुभएको छ, उहाँहरूलाई विनम्र अनुरोध, यसरी यहाँ चाहिँ फोहोर नफाल्नु होला। हेर्नुहोस् त यति राम्रो ठाउँलाई तपाईँले गरेका क्रियाकलापहरूले प्रदूषित बनाइरहेछ। सबैलाई भन्नु खोजेँ होइन है, जसले फाल्नुभएको छ त तपाईँ आफै मम गर्नु होला। एकदम यो चाहिँ नराम्रो, हेर्नु त यसरी फोहोर फाल्नु भएन नि, यस्तो राम्रो ठाउँ छ होइन। ल यो त आफ्नो घर सफा गर्ने अनि फोहोर बढाएर बाहिर फाल्ने प्रविधि जस्तै देखियो। यो चाहिँ तुरुन्त नियन्त्रण गर्न आवश्यक छ। यति राम्रो ठाउँ छ ल, हेर्नु टौडा पोखरी। अलिकति जुम गरेर देखाएँ मैले तपाईँहरूलाई होइन, टौडा पोखरी यही हो एकदम हाम्रो यता दक्षिण भेगको दक्षिण काठमाडौँ साइडको होइन। यो चाहिँ सहरबाट पनि नजिकै, लगभग 5 किलोमिटर होला बल्कोबाट। त्यो राम्रो ठाउँ छ, घुम्न आउन सक्नुहुन्छ। म चाहिँ हल्का रनिङ पनि हान्दै जाँदैछु होइन,
2 in 1 गर्दैछु है गाइज। अलिक क्यामेरा हल्लियो होला, अब प्रोफेसनल फोटोग्राफर त होइन म। यसो मेरो चाहिँ यो सोख एउटा के, मेरो छोराले पनि भन्ने गर्थ्यो तँ यो पेसा नगरेर के बन्दिस् होला त होइन। अहिले चाहिँ मलाई आफैलाई महसुस भइरहेछ यदि म यो पेसामा नभएको फोटोग्राफरै हुन्थ्यो होला सायद, किनकि मलाई यस्तो भिडियोहरू बनाउनु घुम्नु बहुत रमाइलो लाग्छ क्या। ल हेर्नु यसरी सेनिटाइजर प्याड होइन, बच्चाको डाइपर यसरी फाल्ने ठाउँ यो सही ठाउँ हो त? यो गलत हो एकदमै। ल हेर्नु यसरी फाल्नु राम्रो हो त? ल हेर्नु यो चाहिँ जसले फ्यालेको छ उहाँहरूले आफै आएर सफा गर्नु होला है, एकदम गलत हो यो, सफा राख्नुपर्छ आफ्नो ठाउँ। ल हेर्नुहोस् यो जसले फ्याल्नु भएको छ तपाईँहरूले एकदम गलत गर्नुभयो। अब आइन्दा उपरान्त यस्तो नगर्नु होला होइन। वातावरण प्रदूषण हेर्दा पनि नराम्रो, यस्तो रमणीय ठाउँमा होइन यसरी फोहोर फाल्नु चाहिँ राम्रो होइन। होइन ल हेर्नु अब यहाँसम्म त राम्रै थियो, यति चाहिँ किन काम रोकियो होला होइन। यो पनि गरिदिनु भए धेरै राम्रो हुन्थ्यो। यहाँ चाहिँ हेर्नु स्कुटरहरू जान पनि कति गाह्रो भइरहेछ होइन। हामी पैदल यात्रीलाई पनि धेरै गाह्रो, यहाँ चाहिँ धुलो धुवा उडेर होइन एकदमै गाह्रो छ। यो चाहिँ तपाईँहरूले यो बत्ती पनि बनाइदिनु है, तपाईँहरूलाई धेरै धन्यवाद। करिबन 20 मिनटमा हिँडाइपछि म हाइवेमा आइपुग्न आँटेको छु। यो चाहिँ फ्याक्ट्री रहेको छ, यहाँ मजाले कोल्ड स्टोर गर्न सक्नुहुन्छ सामानहरू होइन। तपाईँहरूको केही सामान छ भने होइन आलु सालु यहाँ एकदम मजाको कोल्ड स्टोर बनाएको छ, ठुलो छ, विशाल छ। ल हेर्नुहोस् भाइहरू चाहिँ पुरै होली खेलिरहेछ होइन। बच्चाहरूलाई नै रमाइलो हुन्छ होलीको, अरूलाई त के हुन्छ र होइन। फाइनल्ली म हाइवेमा आइगएको छु, दक्षिणकाली हाइवे। मेरो घरबाट लगभग 20 मिनट भयो होइन। मेरो चाहिँ दक्षिणकाली एयरपोर्ट हो। अब म चाहिँ पुरीतिर जाँदैछु। ल हेर्नुहोस् दक्षिणकाली हाइवे आइपुग्यो। यो चाहिँ हाम्रो एभरेस्ट ग्यासको चाहिँ प्लान्टेसन ठाउँ हो, एभरेस्ट ग्यासको फ्याक्ट्री। योबाट चाहिँ एभरेस्ट ग्यासको डिस्ट्रिब्युसन हुन्छ होइन। अब यो हेर्न सबै कुराको लगभग सुविधा छ। एउटा राम्रो अस्पताल, +2 को कलेज, ब्याचलर डिग्रीसम्मको यति भयो भने अझ सुन्न थाल्यो। एकदम राम्रो छ एकदम। धेरै चाहिँ 1 किलोमिटर जस्तो लगभग 5 किलोमिटर त छैन, 2 किलोमिटर। ल हेर्नुहोस् जग्गा किन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ होइन। यो चाहिँ यत्रो ठुलो प्लानिङ बनिरहेको छ होइन। यो तलै होला सायद, त्यो चाहिँ पारिपट्टि फास्ट ट्र्याक हुनुभयो, पार्वती देखिरहेछ होइन। त्यही होला हाम्रो टिकाजीको पनि त्यतैतिर बनिरहेछ के अरे। सुरक्षा व्यवस्था एकदम कडा गरिएको छ चुनावको लागि होइन। ल हेर्नुहोस् यहाँ नजिकै पेट्रोल पम्प पनि छ। पेट्रोल चाहिँ त्यति सर्टेज रहन्छ, ल खाली छैन, जो मारामार लाइन थियो। तेल पर्याप्त छ, तपाईँहरू नआत्तिकन स्टक राख्ने चिज पनि होइन होइन। बोतलमा भरेर स्ट्यान्डमा राख्नु होला। एकदम अति प्रज्वलनशील पदार्थ, तरल पदार्थ भएकोले होइन तेल पाइरहेछ है, डोन्ट वरी। ल गाइज यहाँ नजिकै हाम्रो पुरानो हस्तेश्वर महादेवको मन्दिर पनि रहेको छ। एकदम पुरानो मन्दिर हेर्दा पनि एकदम पुरानो लाग्छ होइन, पुरानै लाग्छ। कलात्मक कलामा नेपाल निकै धनी भएको अनुभूति गरेको छु मैले। हेर्नुहोस् तपाईँ यहाँ नजिकै त्यो पनि छ। र बाटोमा आउँदा देखेको दृश्य तपाईँलाई यदि रेडिमेड तुलसाको मोठ चाहिएमा यहाँ सम्पर्क गर्नु। ल तुलसा कति राम्रो छ, तुलसाको मोठ। भगवान् पनि चाहिएमा सम्पर्क गर्नु, रेडिमेड भगवान्हरू बुद्धको छ यहाँ राम्रो। फाइनल्ली म चल्नाखेल चोकमा आइसकेको छु होइन। फाइनल चल्नाखेल चोकमा आइसकेको छु म। अब यहाँबाट हाम्रो थाहा छैन यो कुरो, सरप्राइज दिन्छु म। अब यो दक्षिणकाली बाटो भयो सिधै जाने हो होइन। यहाँबाट सिधै गयो भने दक्षिणकाली पुगिन्छ, करिबन 5 किलोमिटर होला यहाँबाट। भिनाजु घर जानु चाहिँ म यहाँबाट गइरहेको छु। भिनाजु घर होइन, मलाई थाहा छैन। ह्याप्पी होली भन्दै आएको। आज छुट्टीको दिन पनि हो, अब के हेर्नु छ र कता शान्तले फुल फुलेको छ मजाले, हरियाली नै हरियाली छ।
स्वर्गको ठाउँ यही जस्तो लाग्नु थाल्यो मलाई त। अहिले यहाँ अस्पताल पनि छ, तपाईँ आफ्नो उपचार यहाँ गर्न सक्नुहुन्छ। प्राइभेट अस्पतालमा गएर अनावश्यक पैसा खर्च गर्नुभन्दा सरकारी अस्पतालबाट पनि सेवा लिनु होला। ल यहाँ राम्रो प्रत्यक्षालय बनेछ, बनाउनेलाई धन्यवाद, धेरै राम्रो काम। यहाँ चाहिँ फ्याक्ट्री पनि छ, के को फ्याक्ट्री हो होइन। यहाँ चाहिँ एकदम घना जङ्गल छ। ल हेर्नुहोस्, यो जङ्गल चाहिँ मास्नु हुँदैन जस्तो लाग्छ मलाई, तपाईँहरूको विचार। यहाँ चाहिँ हाम्रो पुरानो नर्सरी रहेको छ, तपाईँहरूलाई बिरुवा चाहिएमा लिन आउन सक्नुहुन्छ। ल हेर्नुहोस्, एकदमै पुरानो नर्सरी हो, 2022 सालमा स्थापना भएको रहेछ होइन। हेर्नुहोस् नेपालको विकास, पोल बिचमा छ, बाटो यस्तो छ, पोल सार्ने छैन। ल गाइज म फाइनली पुग्न आँटेँ। हेर्नुहोस् हरियाली रमणीय ठाउँ, यता यस्तो राम्रो बाटो बनेछ। हेर्नुहोस् ढलान बाटो स्टकको, यताबाट यत्रो चौडो बाटो बनेछ। यता यहाँ पनि राम्रो बनेछ। सिरासालाई पनि भेटाएँ होइन, धेरै राम्रो बाटो बनेछ। दक्षिणकाली 2 मा जति विकास भएको छ त्यति चाहिँ दक्षिणकाली 1 मा, दक्षिणकाली 1 को पनि तल्लो भेगमा चाहिँ अलिक विकास गरिदिनु पऱ्यो तपाईँहरूले होइन। कसरी हुन्छ के गरी हुन्छ। ल हेर्नुहोस् दक्षिणकाली 2 मा त यत्रो विकास भएको छ, एटलिस्ट बाटो त बनाइदिनु पऱ्यो नि हाम्रोतिर पनि। फाइनली म पुग्न आँटेँ है त। अब यताबाट हिँडेर घर जाँदैछु। यहाँ चाहिँ अलिकति पानी जमेछ, के हो थाहा छैन त्यो चाहिँ। बाटो चाहिँ हाम्रो सुरक्षा कान्छी बहिनी घर जाने बाटो हो। अहिले म एकछिनमा आउनेछु। यता चाहिँ हाम्रो भिनाजुको घर जाने बाटो, अहिले पहिला म भिनाजुको घर जाँदैछु। यो चाहिँ यहाँनिर एउटा भाइ चाहिँ होली खेलिरहेछ होइन, पनि संरक्षण गर्ने कार्य भइरहेछ हो, राम्रो भइसकेको छ। थोरै संरक्षण गर्ने काम भएछ। फाइनली म भिनाजुको पुग्न आँटेँ। यो चाहिँ भिनाजुको घर जाने बाटो, 20 वर्षदेखि बाटो चाहिँ बन्न सकेको छैन, किन हो थाहा छैन। ल फाइनली म भिनाजुको आइपुगेको छु। भिनाजु घर यही तलको होइन। तपाईँहरूलाई म अब भिनाजुको मेहनत देखाउँछु है त, के गर्नु भएको छ भन्दा। अब भिनाजु कता हुनुहुन्छ त्यो चाहिँ मलाई थाहा छैन होइन। फाइनली लगभग 1 घन्टा चाहिँ लाग्यो मलाई दक्षिणकाली 1 शान्ता गाउँ साम्दु गाउँबाट भिनाजुको घरसम्म आउनलाई। साम्दु गाउँ भिनाजु कता हुनुहुन्छ थाहा छैन। अब खोज्दैछु म भिनाजुको प्रगति। हेर्नुहोस् होइन, हेर्नुहोस् अब मात्र बाटो बन्नु बाँकी छ होइन, अरू चाहिँ लगभग सबै बनिसकेको छ। फाइनली म भिनाजु घर पुगिसकेको छु। हेर्नु भिनाजु कता हुन्छ खै त, छैन नि त बुढा, कहाँ गयो। ओ भेना, भिनाजु के हो तालचाल लाएर बस्नु भएको छ त? भिनाजु त पुरै तालचाल लाएर बस्नु भएको रहेछ। ल सुतिरा हो क्या? ल ह्याप्पी होली। उहाँदेखि ह्याप्पी होली भन्न आएको तपाईँ तालचाल लाएर बस्छ। भिनाजुको प्रगतिलाई सबै हेर्नु। म उहाँदेखि भिडियो बनाउँदै आएको नि, घरैदेखि। ल आनन्द छ, मजाले लाग्छ। ए यता पछाडि बनाएको? ल पहिला म बसेको ठाउँ यही हो। ल यहाँ आभागाडो पनि छ भिनाजुको। यो के बिउ राखे? यो सबै बोक्यो होला तपाईँले होइन? कहाँबाट ल्याए? ल यहाँ गोठ बनाउनु लाग्नु भएको रहेछ। के ढलान गरेर बनाउने? कस्तो?